Hello guys, good afternoon. Happy Sagadhawa. अहिले चाहिँ दिउँसोको 2 बजिरहेछ. आज सन्डे सागादावा छेपाछोङा एन्ड लामालाले आज तिमी छुट्टी गर भन्नुभएको छ हो. आज यो घाँस काट्ने यसो काम गर्नु पर्दैन रे, फेरि किरा धेरै मर्छ नि त हैन. अनि मतलब मिन्स भोलि फेरि गर्नुपर्छ, भोलि फेरि किरा मर्दैन भनेको त हैन, तर आजको दिन चाहिँ छेपाछोङा सागादावा, आजको दिन चाहिँ धेरै पाप नगरौँ भन्दैछ लामाले. I hope you understand हैन. सो यो छुट्टी चाहिँ म यहाँ हाम्रो रिङ्गिङपङदेखि 15-20 मिनटको दूरीमा चाहिँ दुर्पिन गुम्बा हैन, Zang Dhok Palri Zang Dhok Palri Monastery या फेमस नेम दुर्पिन गुम्बा है, त्यहाँ जाँदैछु हो. या अनि हेरौँ बाटोमा के देख्छ हैन. इट्स माई फर्स्ट टाइम त्यहाँ पुगेर के देखिन्छ हैन. या सो यो फेन्सहरूदेखि उता चाहिँ रिङ्गिङपङ हो. रिङ्गिङपङ हाम्रो रिङ्गिङ फार्मको जग्गा है, बााउन्ड्री. एन्ड यतापट्टि चाहिँ गल्फ खेल्ने ठाउँ, हेलिप्याडहरू पनि रहेछन् हो. आई थिङ्क इट्स गभर्मेन्ट्स होइन, खै अब कसको होला. यतादेखि चाहिँ रिङ्गिङ फार्म है, रिङ्गिङ फार्म. हेलो गाइस, झन्डै हराएँ म त. यतातिर चाहिँ पुरा आर्मीको जग्गा रहेछ कि, सबै आर्मीको ठाउँ रहेछ हो. अनि एकजना आर्मीलाई सोधेको, यहाँदेखि माथि हऱ्यो कि बाटो, ठ्याक्कै यता नोटिस बोर्ड रहेछ. देख्दैछ यता गुम्फा अरे हो, गुम्फा अरे, यहाँदेखि जानुपर्ने रहेछ है. दामी रहेछ यहाँ जङ्गल चाहिँ. म त एक्लै छु, कोही पनि छैन हो.
सो अहिले म यता गुम्बाको तल आएको छु यता गुम्बाको तल चाहिँ आई थिङ्क इट्स आर्मीहरूको प्लेस होला है बास्केटबल खेल्ने ठाउँ रहेछ फुटबल खेल्ने ठाउँ रहेछ हो बट आई थिङ्क सिभिल पिपल क्यान कम हियर एन्ड गो अराउन्ड है सो लेट्स सी के छ हेरौँ है उता सायद भ्यूहरू राम्रो देख्छ कि हैन हेलो एभ्रिवान त्यसैले अहिले म यता दुर्पिन गुम्बा एके साङ धोक पाल्री फोरङ हैन दुर्पिन गुम्बाको अगाडि छु अहिले म र दुर्पिन गुम्बाको बारेमा भन्नुपर्दा यो गुम्बा चाहिँ दुजुम रिम्पोछेले 1970 सालमा 1970 मा बनाउनु भएको रहेछ है एन्ड दुजुम रिम्पोछे चाहिँ अनि एकदमै हाम्रो टिबेटको जुन हाम्रो अब काग्यु घेलु निङमा साक्या भन्ने चारवटा छन् हैन त्यसबाट निङमाको चाहिँ ठुलो लामा हुनुहुन्थ्यो उहाँ एन्ड उहाँले चाहिँ अनि 1970 मा यो गुम्बा बनाउनु भयो र अनि त्यसको ठीक 6 वर्षपछि चाहिँ दलाई लामाज्यू पनि यता पाल्नु भएर गुम्बाको राप्ने यानी गुम्बालाई ब्लेसिङ पनि दिनुभएको रहेछ है र त्यसैले चाहिँ यो गुम्बा चाहिँ एकदमै झिल्लाप छेम्बो भन्छ नि हामीले एकदमै प्रेसियस गुम्बा रहेछ हैन एन्ड हालैमा म अहिले यता रिङ्गिङपङमा आएको बेला चाहिँ अनि रिङ्गिङपङदेखि चाहिँ त्यस्तै हिँडेर आउनु भयो भने 15-20 मिनटको बाटो रहेछ है अनि त्यही भएर चाहिँ म इट वाज माई फर्स्ट टाइम है अनि ठाउँ पनि एकदम रमाइलो लाग्यो हैन चाहे घुम्नको लागि मात्रै होस् या गुम्बा दर्शनको लागि होस् हैन ठाउँ असाध्यै राम्रो रहेछ है या सो थ्याङ्क यू फर वाचिङ द भिडियो हैन आई होप यु लाइक इट है एन्ड प्लिज शेयर लाइक कमेन्ट एन्ड सब्सक्राइब थ्याङ्क यू एभ्रिवान थ्याङ्क यू